हजुरहरूले यो भन्नु कि तपाईहरुले आफ्नो सासलाई यो प्रकारले लिनुहुन्छ र त्यही सासलाई जोरसँग बाहिर फाल्नुहुन्छ भने तपाईको दिमागी शक्ति इन्क्रिज हुन्छ। सुनेर अचम्म लाग्यो होला हैन? लाग्यो होला कि यो कसरी सम्भव छ? यो साइन्टिफिक प्रुफ पनि छैन, तर यो साइन्टिफिकली प्रुफ छ। यस्ता एउटा मात्र एक्सरसाइज हैन, धेरै एक्सरसाइज छन् जसको मद्दतले हजुरको दिमागी शक्ति र मेमोरी पावरलाई इन्क्रिज गर्न सक्छ। आउनुस् आज जान्नुहोस् त 5 वटा एक्सरसाइज जसको मद्दतले हजुरको ब्रेन पावर र memory power increases. Eyes and brain health and performance. The storage capacity of your brain. Simple yet powerful exercises. मेरो नाम अमृत। तपाईहरुले धेरै साइन्टिस्टको नाम त सुन्नुभएकै होला, जस्तै अल्बर्ट आइन्स्टाइन अथवा आइज्याक न्युटन आदि। यी सबै साइन्टिस्टको दिमाग रिस्टडी गरियो नि तब थाहा भयो यिनीहरुको दिमाग नर्मल मानिसको भन्दा केही धेरै ग्रोथ भएको छ। फेरि साइन्टिस्टले यिनीहरुको दिमागले अझै रिसर्च गरे तब थाहा भयो यिनीहरुको दिमागको ग्रोथ केही ब्रेन एक्सरसाइजको मद्दतले भएको। केवल यिनीहरु मात्रै छैनन् कि यो संसारमा धेरै मानिसहरु छन् जसको दिमागको डेभलप केही धेरै भएको छ, त्यही पनि केही एक्सरसाइजको मद्दतले। यस्तै एक्सरसाइज आज हामीले सिक्दै छौं कि जसले चाहिँ हाम्रो ब्रेनलाई इन्क्रिज गर्न मद्दत गर्छ। आउ सिकौं त्यस्ता एक्सरसाइजहरु, जसमा चाहिँ हाम्रो पहिलो एक्सरसाइज रहेको छ थर्ड आई चक्रा। यो चाहिँ हाम्रो 2 आइब्रोजको बीचमा हुन्छ, दुईटा आइब्रोजको बीचमा चाहिँ यो चक्रा हुन्छ। यदि हामीले यसलाई एक्टिभेट गर्न सकियो भने हामीले जे काम गरिरहेको छौं त्यसमा मात्रै फोकस हुन्छ। यदि तपाईहरुको यस्तो त धेरैचोटी भएकै होला, तपाईहरुले पढ्दाखेरि या केही काम गर्दाखेरि त्यसमा फोकस हुँदैन, तपाईले काम त गरिराख्नु भएको हुन्छ तर हजुरहरुको ध्यान अन्त्य हुन्छ। यदि तपाईहरुले यो चक्राले एक्टिभेट गर्न सक्नुभयो भने चाहिँ तपाईले जे काम गरिरहनु भएको छ त्यसमै 100% फोकस त्यसमै हुन्छ। यो कसरी एक्टिभेट गर्ने होला त यो चक्रालाई? सबैले मन त होला हैन, जे काम गरिरहेछ त्यसमै एक्टिभ गर्ने। यो एकदम सिम्पल एक्सरसाइज छ। यदि यो चाहिँ हाम्रो 2 आइब्रोजको बीचमा हुन्छ, हामीले दुईटा आँखा बन्द गरेर यहाँ फोकस गर्ने कोसिस गर्नु पर्छ हैन। तपाईहरुले मसँग पनि गर्न सक्नुहुन्छ। 2-4 मिनेट तपाईहरुले यहाँ फोकस गर्ने कोसिस गर्नुभयो भने तपाईहरुको फोकस पावर बढ्छ। तपाईले पहिलोचोटि त गर्न नसक्नु भएको होला हैन। यदि सक्नु भएन भने प्र्याक्टिस गर्नु, कतिले त सक्नु पनि भयो होला, नसकेकोले चाहिँ प्र्याक्टिस गर्दै जानु। 1 दिन होला, 2 दिन होला, 3 दिनमा त भइहाल्छ। यो चाहिँ रेस्पोन्सिबल थियो हाम्रो थिंकिङ स्किलमा थियो। हाम्रो चाहिँ दुईटा ब्रेन हुन्छ, एउटा लेफ्ट एउटा राइट। हाम्रो लेफ्ट ब्रेनले चाहिँ राइट ह्यान्डलाई कन्ट्रोल गरिरहेको हुन्छ, हाम्रो राइटले चाहिँ लेफ्टलाई कन्ट्रोल गरिरहेको हुन्छ। लेफ्ट ह्यान्डले जस्तै हाम्रो यो दिमागले चाहिँ यसलाई कन्ट्रोल गरिरहेको हुन्छ, राइटले लेफ्टलाई कन्ट्रोल गरिरहेको हुन्छ भने लेफ्टले राइटलाई कन्ट्रोल गरिरहेको हुन्छ। यदि हामीले यिन दुईटा लेफ्ट ब्रेन र राइट ब्रेनलाई कनेक्सन गर्न सक्यौ भने चाहिँ के होला चाहिँ हामीसँग एउटा पावर कनेक्ट हुन्छ। जस्तै तपाईहरुले क्रिकेटर अथवा फुटबलरलाई चाहिँ देख्नु भएकै होला। क्रिकेटरले चाहिँ कसरी दौडेर गएर क्याच सोप्छन्, अन्दाजा लागेर हैन, ट्याक्कै दौडेर गएर क्याच सोप्छन् नि। अनि फुटबलरले चाहिँ खुट्टाले बललाई हानेर कसरी गोल गर्छन्। यिनीहरुको बेनिक कनेक्सन राम्रो हुन्छ। अनि अब यसलाई चाहिँ हामीले प्राप्त गर्नको लागि चाहिँ कुन एक्सरसाइज गर्नु पर्ला त? हामीले बेसिक एक्सरसाइज तिरबाट जाम। हामीले जस्तै चाहिँ तपाईहरुले यस्तो गर्नुस्, टर्न बाइ टर्न यस्तो। कतिको चाहिँ पहिलोचोटिमा भयो होला, कतिको भएन होला। धेरै मान्छेको चाहिँ यो पहिलोचोटिमा भयो होला। यदि नभए पनि तपाईले प्र्याक्टिस गर्दै जानु भइहाल्छ। यो तपाईले गर्दै राख्नु भयो भने चाहिँ तपाईहरुको दिमाग चाहिँ कनेक्सन हुन थाल्छ। अनि अर्को एक्सरसाइज छ यो, एउटा ह्यान्डले ट्रायंगल बनाउनुस्, एउटा ह्यान्डले सर्कल। यस्तै एकैचोटी एउटा ह्यान्डले ब्रेन र एउटा सर्कल गर्दै जानुस्। तपाईहरुले यसले पनि तपाईहरुको ब्रेन कनेक्सन हुन्छ। यिनी चाहिँ थिए हाम्रो बेसिक एक्सरसाइज जो कि ब्रेन कनेक्सन गर्ने। अब अर्को छ हाम्रो रिभर्स रिडिङ। जस्तै तपाईहरुले राइट ह्यान्डले नेम लेख्नुहुन्छ भने आफ्नो नेम लेफ्ट ह्यान्डले लेख्नुस्। यदि लेफ्ट ह्यान्डले लेख्नुहुन्छ भने राइट ह्यान्डले लेख्नुस्। यदि तपाईले राइट ह्यान्डले लेख्न सक्ने लेफ्ट ह्यान्डले लेख्न सक्नु भएन भने चाहिँ तपाईहरुको स्किल अलि डाउन छ। यदि सक्नु भयो भने चाहिँ तपाईहरुको राइट छ हैन। यदि सक्नु भएन भने चाहिँ तपाईले कोसिस गर्दै जानुस्, सक्नुहुन्छ। प्र्याक्टिस मेक परफेक्ट हैन। तपाईले प्र्याक्टिस गर्दै जाने त्यो लेख्न सक्नुहुन्छ। अनि तपाईले जस्तै तपाईको नाम मोहित छ भने तपाईले उल्टे लेख्नुस् के मोहितलाई के हुन्छ मोहितको स्पेलिङ त्यसलाई उल्टे लेख्नुस्। कमेन्ट बक्समा पनि तपाईले आफ्नो नेमलाई उल्टे गराएर लेख्न सक्नुहुन्छ। अनि हाम्रो अर्को छ द मेमोरी बिल्डिङ। यो चाहिँ एउटा सिक्रेट एक्सरसाइज जसले चाहिँ तपाईहरुले भर्खर मेरो भिडियो हेर्दै हुनुहुन्छ नि,
यसलाई चाहिँ तपाईँले म्युट गराएर हेर्नुहोस् के मेरो बडी ल्याङ्ग्वेजबाट चाहिँ तपाईँले थाहा पाउनुहोस् कि म के बोलिरहेको छु। मेरो भिडियो मात्रै होइन, यस्ता युट्युबमा धेरै भिडियो छन्, तिनीलाई चाहिँ तपाईँले म्युट गरेर हेर्ने कोसिस गर्नुहोस्। तपाईँहरूले मलाई आशा छ कि तपाईँहरूले चाहिँ यिनी एक्सर्साइजले बुझ्नुभयो होला र यसलाई चाहिँ तपाईँहरूले प्रयोग गर्दै जानुहुन्छ। यदि तपाईँहरूलाई यो यिनी एक्सर्साइज गर्छन् जस्तो लाग्छ भने कमेन्ट गर्नु होला, लाइक गर्नु होला होइन। यो चाहिँ एक्सर्साइज एकदम काम गर्छन्, तपाईँहरूले चाहिँ आफ्नो डेली लाइफमा प्रयोग गर्नु होला भन्दै चाहिँ अब म बिदा हुन्छु। हस्, नमस्कार।